के आज प्रधानमन्त्री संसदमा उभिँदा होसमै थिए के उनी सचेत मस्तिष्कका साथमा बोलिरहेका थिएनन् भने उनको उपचार जरुरी छन् भने नेपालले भारतको भूमि मिचेको कुरा कसरी बोले, भारतले अहिलेसम्म नबोलेको यस्तो हावादारी कुरा नेपालका प्रधानमन्त्रीले किन बोले, यिनले नेपालको सार्वभौम राज्य र एकताका विरुद्धमा बोलेका छन्। यो अक्षम्य अपराधका लागि प्रथमतः यिनले संसदबाटै औपचारिक रूपमा माफी माग्नुपर्छ। आज बालेनले बोलेको कुरा यसै हल्का फुल्का रूपमा सामाजिक सञ्जालमा 2-4 दिन चर्चा हुने र सेलाउने विषय होइन। यो निकै गम्भीर विषय हो, किनकि यो राष्ट्रियताको विषयसँग र दीर्घकालसम्म जोडिने विषय हो। आजको प्रस्तुति र भावभङ्गी हेर्दा बालेन भनेको एक मामुली अल्लारे केटो मात्रै हुन्। उनी फिक्का छन्, उनीसँग कुनै आत्मविश्वास छैन, केवल उनी उचालेको बाघ मात्रै हुन्। एउटा मृगको पनि शिकार गर्न सक्दैनन्। यिनलाई धेरै दिन उचालेर र छोपेर राख्न जरुरी छैन, बरु राष्ट्रियता बारे आधारभूत ज्ञान समेत नभएका यिनलाई धेरै समय राष्ट्रको कार्यकारी पदमा राख्न नहुने आवाजहरू पनि अहिले सामाजिक सञ्जालमा टिप्पणीका रूपमा बाक्लै आउन थालेको छ। नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक सहित 71 स्थानमा करिब 60,665 हेक्टर जमिन भारतीय पक्षबाट मिचिएको तथ्यहरू स्पष्ट रूपमा देखिएको छ। तर यही देशका प्रधानमन्त्री बालेन शाह आफ्नै घरमा आगो झोसेर छिमेकी मुलुकलाई न्यानो बाँडिरहेका छन्। नेपालले भारतको सीमा मिचेको भन्दै नेपाली प्रधानमन्त्रीले नै बोलेपछि अब भारतलाई के चाहियो, जबकि आजको मितिसम्म भारतले कहीँ कतै पनि नेपालले हाम्रो भूमि मिचेको छ भनेर औपचारिक रूपमा भनेको रेकर्ड छैन। भारतका संसदमा बोल्ने भारतीय सांसदहरूको अभिव्यक्ति व्यक्तिगत होला, तर त्यहाँका कुनै पनि सरकारी अधिकारीले यस विषयमा बोलेको रेकर्डहरू नभेटेको विज्ञहरूको दाबी छ। तर नेपालका प्रधानमन्त्री शाहले पहिलो पटक बोले, त्यो पनि कपोल कल्पित र भारतीय पक्ष पोषणमा रहेर। प्रधानमन्त्री भएदेखि आजका मितिसम्म संसदमा बोलेका थिएनन् बालेन। त्यही नबोलेको भन्दै विपक्षीहरूले चर्को विरोध जनाए। तर आज पहिलो पटक संसदमा बोल्न आइपुगेका बालेन कुनै तयारीमा थिएनन्। आज संसदमा बोल्ने कुरा उनले कुनै चिया चौतारोमा गफ लगाए जस्तै ठानेका थिए होला।